एसई रिजल्ट पब्लिक भइसक्यो। रिजल्ट मार्कशीट सहित कसरी हेर्ने आजको यस भिडियोमा जानकारी गराउँछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानललाई लाइक र सब्स्क्राइब गरिदिनु होला भनेर अनुरोध गर्दैछु। सबैभन्दा पहिले तपाईँ आफ्नो गुगल ओपन गर्नुहोस्। म आफ्नो गुगल ओपन गरेँ। गुगल ओपन गरिसकेपछि यहाँ सर्च गर्नुहोस् एसई रिजल्ट 2083। सर्च गरिसकेपछि यहाँ तल एसई रिजल्ट एनटीसी मा क्लिक गर्नुहोस्। वेबसाइटमा क्लिक गरिसकेपछि यहाँ तपाईँ सिम्बल नम्बर राख्नु होला तपाईँ आफ्नो। जस्तै म एउटा आफ्नो भाइको सिम्बल नम्बर राख्छु। सिम्बल नम्बर राखिसकेपछि यहाँ तपाईँ लास्टको अल्फाबेट राख्नु होला र यहाँ सर्च गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ मेरो भाइको जीपीए 3.10 देखाइरहेछ। अब ग्रेड शीट 7 कसरी हेर्ने त यहाँ ग्रेड शीटमा क्लिक गर्नु होला। ग्रेड शीटमा क्लिक गरिसकेपछि अलि जुम गरेर यहाँ तपाईँ सिम्बल नम्बर राख्नु होला। जस्तै म सिम्बल नम्बर राखिदिन्छु आफ्नो भाइको। सिम्बल नम्बर र लास्टको अल्फाबेट राख्नु होला र यहाँ तल डेट अफ बर्थ राख्नु होला। जस्तै म डेट अफ बर्थ पनि राखिदिएँ। डेट अफ बर्थ राखिदिइसकेपछि यहाँ एउटा कोड छ, यो कोडलाई यहाँ राख्नु छ हेरेर। कोड राखिसकेपछि यहाँ सर्च रिजल्टमा क्लिक गर्नु होला। सर्च रिजल्टमा क्लिक गरिसकेपछि यहाँ तपाईलाई ग्रेड शीट सहित मार्कशीट सहित यहाँ हेराइदिन्छ। जस्तै यहाँ हेर्न सक्नुहुन्छ आइसकेछ मेरो भाइको रिजल्ट ग्रेड शीट सहित। यसरी तपाईँ पनि आफ्नो रिजल्ट हेर्न सक्नुहुन्छ ग्रेड शीट सहित। भिडियो राम्रो लाग्यो भने लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्ने अनुरोध गर्दैछु।